हेलो साथीहरु, गुड मर्निङ। के भनेदेखि आज चाहिँ उहाँहरू घर आइपुग्नु भयो ड्युटीबाट, बाउ छोरा हो। हामीलाई गेट खोलिदिँदैछ। ए हेर्नुहोस् त, जाइछु भाइ। खोलिदिइसकेको त अनि ल आउनु भयो। यहाँ आज चाहिँ फुल रोप्रा भने कि गमलाहरू निकालेको यसो यताउति भाइले यहाँ गर्दैछ। भाइ के गरेको हो? सफा गरेको हेर्नु। मेरो छोराले काम सघाउँदैछ आमालाई। यस्तो ज्ञानी छोरा चाहिँ बडाले के हेरिहाल्नु होला, यसरी बसेर बडाल्छ। देख्नु भयो? गुड बोय छ नि त, गुड बोय सफा गर्दैछ। यहाँ फेरि कोही चढ्नु सक्दैन, भाइ मात्रै हो। अनि सफा चढ्यो भने सकिन्छ नि, आँट आउनु पर्यो नि। आँट आउँदैन नि त, आँट आउँदैन नि त। यस्तो कम झारझुर गर्दै ल। त्यसमा त्यता पसिकन यत्रो फुलहरू सबै निकाल्यो। अब यसलाई न्यू फुल रोप्नु पऱ्यो। यो पुरानो भयो नि त। फुल्नु त म फुलिरहेको छु नि मजाले, तर निकालिदिएको फेरि नयाँ हाल्नुपर्छ भनेर नि, अर्को नयाँ फुल रोपिदिउँ भनेर हो। देख्नु भयो? रोजमेरी पनि छ मेरोमा, यसो रोजमेरी। अरू त अरू यहाँ अमला पनि छ मेरोमा। है भाइ, यसलाई के भन्छ त? पहिला बस्तीमा उखालेर खाँदै छ पानी हाल्दा। यहाँ हेर्नुहोस् है, अब के काम गर्दैछु भन्नुहुन्छ होला। फेरि यहाँ छतमा यस्तो काम गर्दैछु हो। हेर्नु नि, यो चाहिँ मल हो, यो चाहिँ माल हो। यो चाहिँ माल होइन हौ, मल हो, मल। यसरी गर्थ्यौँ कि त्यहाँदेखि चाहिँ पछि रोपेर फलेपछि चाहिँ हजुरहरूलाई पनि देखाउँछु नि ल। खोर्सानी चाहिँ फल्नु आँटेको छ कि क्यामेरा साह्रो नजिक भयो। ए यो चाहिँ मल माटो मिक्स गरेर गमलाहरू यहाँ छ, ठक 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 गमलामा हालेर के रोप्ने हो त्यो चाहिँ अब पछि रोपेपछि चाहिँ भनौँला। यस्तो रोपेँ मैले भनेर। फुल पनि रोप्छु अलिकति हो, अलिकति अर्थक पनि रोप्छु, के जाति यसो खोर्सानी पनि रोपेको छु है मैले। योपालि त पोहोर चाहिँ साह्रै भयो, रोप्नु त रोपेको थियो कि के भयो, भएन नि त पोहोरको चाहिँ। योपालि चाहिँ यस्तो छ हो साथीभाइ हो, के गर्नु। काम गरे भिडियो बनाउँदै भए पनि काम चाहिँ गर्छौँ के। कति भिडियो बनाक्यो भन्छ नि, काम नभएर हामी चाहिँ काम भएर पनि भिडियो बनाउनु भ्याउँछौँ क्या। यो 2-4 मिनटको टाइममा नि यस्तरी हो साथीभाइ हो। यहाँ हेर्नुलाई टक्क अब यहाँ हाल्नुपर्छ माटो। ल एउटा गमला रेडी। कति हाल्नु भयो अन्त? बेसी हुँदैन? हुन्छ त यति अर्को दुईटा फल्ने दाम के यहाँ पाले के भन्दैछ? फुल रोप्नु कसले? दुईजना के गर्नु? खोइ दिदी बहिनी के गर्नु थाहा छैन।